गाइज गुड मर्निङ सबैजनालाई। आई होप सबै सन्चै हुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। मजाले पानी लिन जान लाग्यो। मैले सबै काम भइसक्यो। कस्तो दामी छैन भ्यू त्यो सिक्स मैले सबै काम भइसक्यो कि आज नै त्यही हो मैले गर्ने काम। भाँडामा चाहिँ बिहान उठ्ने साथ गाई दियो, खाना तरकारी दाल सबै पकाइसकेँ। अनि आज दाइले अलिक छिटो उठ्नु थाल्यो, बोलाउनु भयो दाइले चाहिँ। मजाले पानी लिन लाग्यो। लुगाले यो लाग्यो यति लामो थियो कि लुगा तल सक्छु क्या, लास्ट तल सक्छु क्या। म चाहिँ आज फुटबल म्याच छ, भाइको म्याच छ, त्यहाँ जान्छु किनकि हामीले राखेको जानुपर्छ, काम हुन्छ। अनि म जान्छु त्यहाँ जान्छ। आज दिन्छु। आज चाहिँ म फुटबल म्याच देखाउँछु तपाईँलाई। भाइहरूले कस्तो खेल्छ अनि कति टिम हुन्छ मलाई थाहा छैन क्या, त्यही भएर म त्यो देखाउँछु। आज यस्तो दामी भ्यू देखाएको छु कि म, यस्तो बवाल देखेको छु यहाँबाट। सबै जङ्गल काटेर यस्तो जङ्गल थियो यिनीहरूले सबै काट्यो। कुवा चाहिँ म चाहिँ पानी लिन जान लाग्यो। अब एकछिनपछि भेट्छु। फुटबल म्याच खेल्नु जाने बेला भेट्यौँ अब है त। दाइ चाहिँ उठ्नु भएको छैन क्या, सुमन दाइ आकाश दाइ उठ्नु भएको छैन, एकछिनपछि उठ्नुहुन्छ होला। म चाहिँ कुवामा पानी लिन लाग्यो। अब कुवामा गएर घर आउँछु अनि खाना खान्छु अनि जान्छु। भाइ चाहिँ बिहानदेखि प्र्याक्टिस गरिसक्यो, ट्रेनिङ गरिरहेको छ। अलि किपर चाहिँ अलि भर पर्दो छैन, के हुन्छ थाहा छैन मलाई नि। अब यस्तै हो। हेलो गाइस, म चाहिँ फेरि जानु भएको छु। म जङ्गलबाट आएको छु। आएर चाहिँ यो हाम्रो घरको नजिकै जङ्गल सुक छ पछाडि सोबित छ। अनि त्यो जङ्गल कहाँजना गौरवले फोन गरेको गरेर आऊ के आऊ भनेर म चाहिँ बल खेल्न लाग्यो। बल खेल्न त पाइँदैन अब हामी, अब अन्डर 16मा अब ठुल्ठुलो भएको भएर चाहिँ खेल्न पाइन्छ, सानो सानो खेल्नु नपाउने कि, त्यही म त्यत्तिकै जान्छु। अन्त कस्तो पहिला यहाँ ठुल्ठुलो रुख हुन्थ्यो यहाँ, सबै काटेर यस्तो जङ्गल यता मासला काँडा यता सबैले भयो काँडै काँडो सोबित। पुरा सेउदै दिइ आजसम्म त भिडियो गरिरहेको क्या पछाडि। म चाहिँ बल खेल्न लाग्यो। अब म गएर भेट्छु। आज चाहिँ फुटबल म्याचको हल्का भिडियो बनाउँछु। अनि गौरव दुई तिनजना छ केटाहरूसम्म, सुशीला गौरव छ जाऊ गएर त्यही भएर बोलाएको छ। पैसा पनि थिएन कि मम्मी बुबा आज भर्खर आज आउनु हुनुहुन्छ। मम्मी बुबा बाबु मम्मी बुबा भएको भए पैसा हुन्थ्यो। अनि आमा आउनु भएको छ, आमाले दिनुभएको थियो। त्यस्तो हल्काको हिँडेको छैन। के गर्नु, त्यो जङ्गलमा कति आइन्थ्यो पहिला पहिला। आज के हो नि काँडा मासला काँडा काँडा जस्तो पनि हो। यो जङ्गलबाट पहिला यति दौडिन्थ्यो कि हामी सानोमा हुँदा। आजकल छैन क्या, सिधै जङ्गलबाट जानु लाग्यो, सिधा हुन्छ त्यो बाटो। सोबित पनि गुल्ली ल्याएको छ। सोबित सोबित ल म चाहिँ अब फुटबल ग्राउन्डमा गएपछि भेट्छु। अहिलेको लागि बाई है त। चिनिहाल्छ नि, चिनिन्छ सल्लाह पनि छैन। हेलो गाइस, म चाहिँ भर्खर जुन अनि आज फुटबल म्याच भनेको अलिक ढिलो हुन्छ कि, घाम लागेको छ। एकछिन ढिलो हुन्छ होला सायद, घामले मान्छे ढल्न खोज्छ नि त। टाइम टेबल मिलाइदिनु लाग्यो हामीले चाहिँ। थाहा छैन, सब केटा आइसक्यो, सोल्जनी आइसक्यो, सब केटा आइसक्यो। कति टिममा आयो तिमीहरू? नेपालको नम्बर दुई टिम आयो। केटा जन्माउँदा त सुत्ती फोटो खिच्दै आइज चिन्नु। मेरो त स्कुलमा छ क्या, हेड सरसँग छ। हाई गर अनि घाम छ आज, यस्तो घाम छैन। तिमीले हामी टाइम त बेलुका मान्छे टिम कति आउँछ म्याच चाहिँ। टिम हुन्छ अब कति टिम आउँछ त्यो अनुसार हुन्छ हाम्रो जान्छ। सब क्यालमोट खेल्न पुगिसक्यो उता माथि।
चल खोज म त खोजेको भाइले सब लाएर अझ एकछिनमा चाहिँ भेट्छु अब म्याच हुन्छ कुन कुन हुन्छ थाहा छैन अब एकछिनमा खाना आउँछ लो पर्सन लो 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 कस्तो नलागो त्यसलाई दिनु नानु मुझे मुखमा देखि आने के तैले किन बोलेको अनि तिनटा गएर बस्यो त्यहाँ हात गान्नु पर्छ ले विकास लो 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 पसायो किन चाहिँ मजाले क्यामबाट खेलेको छ पस्नु चाहिँ होइन जस्तो लाग्छ हेर्न विकास देखाएको हेर्न गनेमा देखाउँदै गएर के हो जेनिस लो लोइ हाफ हैन ल अनि मैले खोले खोले ए हाम्रो डङ्कीहरू के गर्दै हो हाम्रो खाइ पियो आमा या तीनजना बसिरहेको छ आइगयो हाई टिकटकमा देखेको थिएँ आज अघि आउनु बेला के पो हाल्थ्यो कि यो मान्छे भर्खर सेन्ड गरेको थियो एक कि छ भने त गुल्ली हुन्छ नुनी हुन्छ भन्दै केटा हो त्यस्तै त नि त ए के एक्लै खा केटा पुरा अनिस साँच्चीमा त हालिदिने हो कि ए मिजु बिजो छ केटा हो नि यो मान्छे म हेर नि कस्तो मैले कति मिनट यता यता सक्छ त कहिले moments later हाम्रो चाहिँ कर्नल हुँदैछ अब प्रशान्तले हान्न लागेछ कस्तो हान्छ है ओए गोल हान्दै के हो जेनी ओए जेनिस ओए सन्टा चार्ज सेल्सा ओए सबै ओए यल्लो
ओ मिजु सबै न्याउ न सबै न्याउ न गोलांसी अनिस अनिस ओइ जाउँ जाऊ छैन उहे आफ्नो साथी ठोक्दैन धन्दाले समीर खै गोल हानेको भने देऊ ओ उही मिजुले हात उठाएको त्यही बसिरहेको थियो मान्छे होइन ओइ कति हुन्छ पैसा ओइ विकासले किपरबाट डाउनबाट छोड्दै आएछ बाबु बाबु कोसी दिया बल कहाँ आने बल लाग्छ कि फेरि अर्को दोस्रो म्याच प्लान्टी भयो कसले जित्छ है यसो हेर्नु अब मित के छ हामी प्यान्टीसम्म पुग्यौँ भाइ पेन्टी जेनिस गन्ज फुकाल्यो ल यो पर्सि बिहान आउँछ जेनिस विशेष जेनिस खै यता आएको मित मिजु गोलाङ सेता हो है जे चल गोलाङ साथ कहाँ पुग्यो यो मान्छे अनिस भएन भाइ यता बस न मिजु यता 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 हाम्रो गोलानी मान्छे थाहा न छ अनिस पोस्ट भिडियो क्याम्प गरेर उ अडी गर्छ क्याप गर्दा पनि पाउँदै मिल्दैन नि लङ भिडियो धेरै पाउ मिल्दैन 5 मिनटमा माथि गर्नु पाउँदैन